होइन? हाम्रो काम भनेको खालि बाइबल मात्रै पढ्नु, प्रार्थना गर्नु मात्रै होइन व्यक्तिगत जीवनमा। किनभने हाम्रो शरीर चाहिँ खालि आत्माले मात्रै बनेको छैन प्रियहरू। शरीर केले बनेको छ? एउटा भौतिक शरीर छ, अर्को आत्मिक शरीर छ। अनि त्यो सँगसँगै हाम्रो के छ? यो फिजिकल बडी भयो होइन? त्यो भित्र आत्मा छ, त्यो भित्र के छ? त्यो भित्र के छ? मन छ। अनि यी सबै पूर्ण शरीर भनेर भन्छौँ हामी। अनि पूर्ण शरीर तपाईँको स्वास्थ्य नभएसम्म तपाईँ स्वस्थ रहनुहुन्न। तपाईँ आत्मिक रूपमा मात्रै स्वस्थ भएर हुँदैन प्रिय। तपाईँ शारीरिक रूपमा पनि स्वस्थ हुनुपर्छ, किनभने तपाईँको शारीरिक स्वास्थ्यले तपाईँको आत्मिक स्वास्थ्यलाई असर गर्छ। तपाईँको आत्मिक स्वास्थ्यले तपाईँको शारीरिक स्वास्थ्यलाई के गर्छ? असर। त्यो भन्नाले यसलाई सन्तुलित रूपमा राख्नु के छ? आवश्यक छ। त्यो भएर के खाने त्यो कुरा तपाईँले ध्यान दिनुपर्छ। जे कुरो परमेश्वरले नखा भन्नुभएको छ त्यो तपाईँले नखानु। निद्रा एकदमै महत्त्वपूर्ण कुरा। हामी धेरै मानिसहरूले बुझ्दैनौँ है। निद्रा परमेश्वरले बनाउनु भयो। तपाईँ हेर्नुभयो भने प्रभु येशू ख्रीष्ट पनि निद्राएको हामी देख्छौँ। स्वयं परमेश्वरले के गर्नुभयो? विश्राम लिनुभयो। अनि दिन र रात यो समय चाहिँ परमेश्वरले तपाईँ र मलाई काम गर्नको लागि, आराम गर्नको लागि बनाइदिनु भएको। निद्रा चाहिँ एकदमै के छ? महत्त्वपूर्ण छ। तपाईँ हामी हेर्दै गयो भने चेलाहरू जाँदै गए, प्रभु येशू ख्रीष्ट निद्राको हामी देख्छौँ है। नयाँ नियममा पनि हामी हेऱ्यौँ भने त्यो कारणले निद्रा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। जब हामी के गर्छौँ? मिठो निद्रा पाउँछौँ तनी हामी शारीरिक रूपमा, मानसिक रूपमा, आत्मिक रूपमा के हुन्छौँ? बलियो हुन्छौँ। हामी जति नै आत्मिक रूपमा बलियो भए पनि अथवा जति नै शारीरिक रूपमा मात्रै बलियो भए पनि हामीले सही समयमा हामी सुत्न पाएका छैनौँ भने, सही निद्रा हामीले पाएका छैनौँ भने तपाईँको शारीरिक रूपमा, मानसिक रूपमा, आत्मिक रूपमा तपाईँमा समस्या हुन सक्छ। त्यो भन्नाले तपाईँले सही सुत्नु चाहिँ के छ? आवश्यक छ। मैले तपाईँलाई अस्ति पनि भने धेरै अध्ययनले के देखाएको छ भने दिनमा कम्तीमा पनि तपाईँ 7 देखि 8 घन्टा सुत्न आवश्यक छ। बच्चाहरूको लागि त धेरै 13-14 घन्टा। त्यो भन्नाले हामी बच्चाहरू 13-14 घन्टा सुते भनेर हामी घरको नमान्नु, सुत्न दिउँ, त्यो आवश्यक चिज। घरिघरि 24 घन्टा सुत्नको लागि दिनुभएको होइन फेरि परमेश्वरले, त्यसको समय छ। तर हामी 6 देखि 7 घन्टा, 7 देखि 8 घन्टा सुतौँ। निद्रासँग सम्बन्धित धेरै अध्ययन भएको छ। असल निद्राले बाइबलमा तपाईँ हेऱ्यौँ भने जब तिमी ढल्छौ तिमी डराउने छैनौ भनेको के हो? तिमीसँग राम्रो निद्रा छ भने तिमीसँग यो डर, त्रास, चिन्ताको समस्या आउँदैन। शान्तिमा म पल्टनेछु, निद्राले तपाईँलाई शान्ति दिन्छ, निदाउने छु त बाइबलले भन्छ। अनि हामी मेडिकल साइन्सले पनि त्यही कुरा भन्छ। र पानीको कुरा है, अघि हामीले एरियाको पुस्तकमा हेऱ्यौँ भने रोटीसँगै के दिनुभयो? पानी। परमेश्वरले स्वयं जीवनको पानी, म जीवनको पानी हुँ भन्नुभएको छ। पानी धेरै ठाउँमा बाइबलमा प्रयोग भएको छ। महत्त्वपूर्ण भएको कारणले धेरै ठाउँमा तपाईँहरूले हेऱ्यो भने पानीको बारेमा भनिएको छ। यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ है। पानीको कुरा गर्दा हामी लगभग हामी जवान मान्छेलाई मैले अस्ति पनि भनेको थिएँ 3 लिटर पानी दैनिक तपाईँले खानुभयो भने तपाईँको स्वास्थ्य चाहिँ के हुन्छ? जब तपाईँको शारीरिक स्वास्थ्य राम्रो हुन्छ अनि मात्रै तपाईँको मानसिक र आत्मिक स्वास्थ्य राम्रो हुन्छ। तपाईँको आत्मिक र मानसिक स्वास्थ्य राम्रो छ भने तपाईँको शारीरिक स्वास्थ्य एक आत्मा एकदम अन्तर्निहित छन् कि यिनीहरूलाई छुट्याएर हामी रहनै सक्दैनौँ। त्यही भएर एक जमाना थियो मेडिकल साइन्सले खालि मेडिसिनको उपचारको मात्रै कुरा गर्थ्यो। मान्छेको उपचार त भयो तर मान्छेको चङ्गाइ भएन, आरोग्यता पाएन क्या मानिसहरूले। त्यो कारणले धेरै अब विगत 50औं वर्षदेखि चाहिँ मेडिकल साइन्सले अब के हो त पूर्ण रूपमा हिलिङ पाउनको लागि यो हिलिङ भन्ने शब्द तपाईँहरूले हामीले हेऱ्यौँ भने प्रभु येशू ख्रीष्टलाई सेभियर भनेर हामी भन्छौँ। प्रभु येशू ख्रीष्ट उद्धारकर्ता परमेश्वर हुनुहुन्छ, मुक्तिदाता परमेश्वर हुन्छ भनेर भनिन्छ है। त्यो मुक्तिदाता हामीले हेऱ्यौँ भने हिब्रू शब्द, अङ्ग्रेजी शब्द, नेपालीले चाहिँ यहाँ एकदमै यो शब्दको पूर्ण अर्थ चाहिँ यहाँ दिँदैन। त्यसको हामीले हिब्रू शब्द हामीले हेऱ्यौँ भने यहोशू भनेर यशुवा भन्ने रहेछ। यो यशुवाको अर्थ चाहिँ के रहेछ भने तपाईँ र मेरो उद्धार शारीरिक मात्र होइन तर पूर्ण आरोग्यता, चङ्गाइ ल्याउने भन्ने रहेछ। हाम्रो शरीरमा भएका रोगहरूलाई निको पार्ने भन्ने रहेछ। तर प्रभु येशू ख्रीष्टले धेरै रोगहरू निको पार्नु। त्यो भन्नाले यो कुरा चाहिँ हामीले बुझ्नु के छ? आवश्यक छ। अर्को के छ? शारीरिक व्यायाम। व्यायाम एकदमै महत्त्वपूर्ण। हामी योहन्नाको पुस्तकमा गऱ्यौँ भने प्रभु येशू ख्रीष्ट आफै जहाँ जाँदा पनि हिँडेको हामी देख्छौँ। त्यसले एउटा दृष्टान्त, त्यसले एउटा उदिन्छ हामीलाई हिँड्ने कुरा, दौडिन पर्ने होइन। तपाईँ सक्नुहुन्छ, तपाईँसँग बल छ, शरीर छ, तपाईँ फुटबल खेल्नुहोस्, बास्केटबल खेल्नुहोस्, मन लाग्यो खेल्ने कुराहरू खेल्नुहोस्, तर तपाईँ सक्नुहुन्न, तपाईँको तौलले दिँदैन,
एटलिस्ट तपाईँ के गर्नुहोस्, हिँड्नुहोस्, दिनमा आधा घन्टा 1 घन्टा कसेर हिँड्नुहोस्। त्यो नै तपाईँ, किनभने शारीरिक तालिम केही हदसम्म के हुन्छ, लाभदायक हुन्छ भनेर तिमोथीको पुस्तकमा लेखिएको छ। अझै हामी हेऱ्यौँ भने हितोपदेश 31 मा हेर्ने भने तिनले आफ्नो काम फुर्तीसँग गर्छन्, आफ्नो कामको लागि तिनका पाखुराहरू बलिया छन्। काम गर्नुपर्छ भन्ने कुरा, मेहनत गर्नुपर्छ भन्ने कुरा, शारीरिक कसरत गर्नुपर्छ भन्ने कुरामा बाइबलले हामीलाई जोड दिएको छ। प्रभु येशू ख्रीष्टले के भन्नुभएको छ, भोलि पर्सि म लगातार 3 दिनसम्म हिँडिरहन्छु भन्नुभएको। त्यसले के देखाउँछ, उहाँ शारीरिक रूपमा पनि मेहनत गर्नुभएको थियो भनेर हामीलाई देखाउँछ। दौडने कुरा यसले अनुशासन राख्छ हैन। दौडिनेहरू त सबै हुन्छन्, तर यसले तपाईँ र मलाई सिकाउने चाहिँ के हो, आत्मसंयमी हुन सिकाउँछ, जसले तपाईँ र मेरो चिन्ता फिक्री व्याकुलतालाई के गर्छ। अब आत्मिक तन्दुरुस्ती है त, हामीले शारीरिक तन्दुरुस्ती हेऱ्यौँ, के रहेछ, खानेकुरा, सही खानेकुरा खाने, सही समयमा सुत्ने कुरा, महत्त्वपूर्ण कुरा, कसरत है। 3टा कुरा मेडिकल साइन्सले पनि भनेको छ, मैले बाइबलबाट पनि तपाईँहरूलाई प्रमाणित गर्छु है, बाइबलबाट पनि त्यही कुरा। अब हाम्रो आत्मिक तन्दुरुस्ती कसरी राख्ने